यसो आरनतिर झर्नु पर्यो। अब कोही स्टरले यसो सामान ल्याइदियो भने बेलुकाको छाक त टर्ने भयो नि। अब के गर्ने त नि, जानै पर्यो आरनतिर। दलितको जिन्दगी क्यारी गर्ने हुन्। गरे तेरो त भित्र टन्नै छैन, भाँडाकुँडा धेरै रहेछ। के हार्नु काका, 2-4 जना यसो छन् काका। अब के हार्ने, बर्खा पनि लाग्यो। अब बिहान बेलुकाको यसो 2 छाक जो गर्ने बाटो चाहिँ भइरहेछ काका। गरे आउने त्यसरी सकौँ। ए काका लु, खै काका अलिकति म पनि खाउँ, ठुटो चुरोट भए पनि। म्याम पाखा गरे छ कि छैन, म त आइपुगेँ। तै पनि जाउँ, काम बितिसक्यो। गरे म्याम पाखा घरमा कोदो रोप्नु छ, लिन आऊ भने त आउँदै आएन। म आफै आउनु पर्यो। हे म्याम पाखा, कहाँ म्याम पाखा डेका पो ठुले आउँछ जोना बुवा। भइहाल्छ नि दाजु दाइ। अब तपाईँहरूकै सामान बनाइकन घरसम्म ल्याइदिउँला नि त म। अब बाली पनि उठाउने बेला थियो। म्याम पाखा काम साम छैन, बाली माला छन् त गर्न बे आसे पहिला जिगो जियासँग अलि त नि बिगा। म्याम पाखा किन रिसाएको दाजु दाइ? म भोलि बेलुका बनाइकन घरमा ल्याइदिने हुन् र एक मानव पिठो र अलिकति तरकारीको जोरजाम पनि गरिदिने भयो भए राम्रो। का पासा का याक्न है भयाबु छम्ना जाकी छम्ना छोचौँ बि पासे भच्चा बि उल्टासा मगाला। ल पासा भोलि म यो बनाएर ल्याइदिने, बेलुका म व्यवस्था गरिदिन्छु। रक्सी पनि खुवाउँछु, चामल पनि दिन्छु, पिठो पनि दिन्छु, साग पनि दिन्छु। यति बनाएर चाहिँ ल्याइदिनु ल। म चाहिँ लागेँ, यो भाँडामा पाइन हालेर ल्याइदिने। म बाहुनका जान्छ, बाहुनको घरमा बोलाउनु जान्छ। ल राम्रोसँग आउने बनाएर।
भोलिको छाक चाहिँ नेवार स्टोरले पुर्याइदिने भयो। ओहो सामी पण्डित नि नमस्ते। नमस्ते नेवर दाई, कति कामले पाल्नुभयो? दशमी तिथिमा श्राद्ध थिए नानी, पण्डित बा कता जानुभयो होला, खोइ कुनी? बापारी गाउँमा श्राद्ध गर्नु जानु भएको छ, म आएपछि खबर गरिदिउँ न नि। ल हुन्छ नि त पण्डितजी, म अहिले लाग्छु, मेरो अन्त पनि काम छ। ल का ननी म त ननी ननी अय्या भने लठेउरा कता हिँड्छे लड्दै पर्दै भने कहाँ हिँड्यो हामी छेउदा हिँड्यो होइन लठेउरा सिउल गाडी जान्ला भन्छ। हात हात के हो यो लट्ठी छ त थाती त अन्त्य बित्यो त दम फेली लिनलाई दम बोलो दम ल दम त्यो लिएर आउनु हेरी हेरी यो लठेउरा ताल कहिले नै सम्झिनु हो, यसले गरी कहिले खाँदैन। बस बस जाउने ए जाउने एक कल्चर जान ल्याउनुहोस् न, कस्तो खानु मन लागिरहेको। कहाँबाट आइपुग्यो त्यो पुडे घरबाट आइपुग्नु नि, जान खान लगाएको यहाँ। 2-4 दिन भएको थियो यो पुडे नआएको। ल खा, पर बसेर खा। Nakalannya, timbang
होइन यो कति चुट्टी गर्छ सुन्दामा होइन यसले के गर्छ साउनी ए साउनी पानी ल्याउनु त कतिवटा मान्नु पर्यो नि साउनी ए साउनी जानको पैसा चाहिँ बालीमा मिलाउला है अब खुँडेले कहिले पो पैसा दिएको सोध्छ कस्तो छ यो